आफ्नो सेल्फ रेस्पेक्टको लागि चाहिँ म कोहीसँग पनि झुक्न सक्दिनँ। जोसुकै माइकलाल किन नहोस् तर म सक्दै सक्दिनँ क्या। आफ्नो एउटा सेल्फ रेस्पेक्ट चाहिँ एकदमै महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई चाहिँ। कसैको अगाडि झुकेर काम छैन यो पापी संसारमा होइन। किन झुक्ने क्या? आफूले गल्ती गरेछ भने छुट्टै कुरा हो होइन भने चाहिँ कोहीसँग नझुक्दा ठिक हुन्छ। मैले कुनै मान्छेलाई रेस्पेक्ट गरिरहेको छु भने मलाई पनि रेस्पेक्ट चाहिन्छ क्या। मैले रेस्पेक्ट गर्दा गर्दै पनि मेरै बेइज्जत गर्छ अनि म त्यस्तो मान्छेलाई रेस्पेक्ट गर्न सक्दिनँ। इगो एटिट्युडको कुरा भन्दाखेरि पनि सेल्फ रेस्पेक्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हो है लाइफमा चाहिँ। इगो एटिट्युड त देखाउनु हुँदैन कसैलाई। तपाईँले माया गर्दा गर्दै पनि तपाईँलाई हेट गर्छ कसैले भने त्यस्तो मान्छेहरूको अगाडि त झुकेर त काम छैन नि त। म कोही भन्दा कमी छैन र मलाई कोहीसँग झुक्न आवश्यक पनि छैन। म कोहीसँग झुक्न पनि सक्दिनँ। सेल्फ रेस्पेक्ट चाहिँ मेरो लागि सबभन्दा ठुलो कुरा हो। इज्जत दिने का इज्जत लिने का होइन। अब इज्जत गर्दा गर्दै नि बेइज्जत गर्छ अनि म किन इज्जत गर्ने क्या उसलाई। म गर्न सक्दिनँ त्यस्तो मान्छेलाई इज्जत। अनि मेरो लागि त्यो कुरा बनेको पनि होइन। आफ्नो सेल्फ रेस्पेक्ट गुमाइ पनि मान्छेहरूसँग झुकी यस्तो गर्छ तर म चाहिँ त्यो गर्न सक्दिनँ क्या। तर म तपाईँहरूलाई पनि त्यस्तो चाहिँ नगर्नु नै भन्छु क्या। किनभने तपाईँले त्यो झुकेर पनि त्यो मान्छेले कुनै कुरा बुझ्न खोज्दैन होइन। उसले उसको आफ्नो इगो एटिट्युड देखाइरहेको छ भने वाइ किन आफ्नो सेल्फ रेस्पेक्ट गुमाउनुहुन्छ। त्यस्तो गर्न चाहिँ एकदमै गलत हो जस्तो लाग्छ मलाई चाहिँ। र म चाहिँ चाहन्न त्यही भन्न चाहन्छु म त।